त्यो अघि चाहिँ भन्नुभएको छ पेटमा भएको बच्चाको मुभमेन्ट के मुभमेन्ट भएन भने हामी डराउँछौँ नि त भनेपछि पेटमा भएको बच्चाले पनि मुभमेन्ट गर्न खोज्छ भन्न खोजेको यो आप्रवासन पनि मुभमेन्टसँगै जोडिने विषय हो। त्यसैले मान्छे एक ठाउँमा स्थिर भएर बस्नै सक्दैन। हामीले सजाय कैद सजाय भएका व्यक्तिहरूलाई अरू त धेरै मानव अधिकारका सुविधाहरू कैद सजाय पाउने पनि बाटो हुन्छ नि त, तर सबैभन्दा कठोर सजाय के रहेछ भने त एक ठाउँमा मात्रै बस, जस्तै हामीले जेलमा अथवा कारागारमा त्यही राख्छौँ नि त, त्यो सजायका स्वरूप चाहिँ कैदको कुरा गरेको हुन्छ क्या। त्यसैले एक ठाउँमै मात्रै स्थिर बस भन्नु नै सजाय हो। त्यसैले मानवीय स्वभाव नै के हुन्छ, चलायमान हुन्छ। र यो आप्रवासन भन्ने कुरा पनि यो चलायमानकै सिद्धान्तको आधारमा चाहिँ हामी विभिन्न देशमा अब ग्लोबलाइजेसनको जमाना छ, यही नेपालमै मात्रै बस भनेर हामीले हाम्रा छोराछोरीहरूलाई आदरणीय विज्ञ हुन्छ हामीले बस भन्न सक्दैनौँ नि त। अहिले त आफ्नै इच्छा लागेको ठाउँमा जान पाउनु पर्यो, आफूलाई इच्छा लागेको रोजगारी गर्न पाउनु पर्यो होइन। यसो भनिरहँदा फेरि नेपाल सरकारले कतिपय देशहरूमा त फेरि जान नमिल्ने भनेर पनि त सूचित गरेको छ नि। कुन कुन देशमा चाहिँ हाम्रो चाहिँ श्रमका लागि जान पाउने व्यवस्था छ, कुन कुन देशमा चाहिँ व्यवस्था छैन भन्ने कुराहरू यो पनि छ। र हिजो मात्रै युवा श्रम तथा रोजगार मन्त्रालयले पनि पोखरामा गण्डकी प्रदेश स्तरीय एउटा छलफल कार्यक्रम चाहिँ राखेको थियो। आप्रवासन नीति 2082 को विषयमा पनि मसिनो गरी त्यहाँनिर पनि छलफल भएको छ। र कस्तो छ भन्दाखेरि अवैधानिक बाटो प्रयोग गरेर जानेहरूका हकमा चाहिँ अलिकति गाह्रो छ, त्यो सङ्ख्या चाहिँ बढिरहेको छ भन्ने पनि छ एउटा होइन। र अर्को कुरा चाहिँ राज्यले जबरजस्ती बस चाहिँ एकचोटि मोदीले भन्नुभएको थियो नि, पानी र जवानीलाई चाहिँ थुनेर थुन्न सकिँदैन भने जस्तै हामीले स्वरोजगार गर्छु रोजगार गर्छु भन्नेहरूलाई चाहिँ बस भनेर राज्यले जबरजस्ती नीति बनाएर एकै ठाउँमा राख्न त्यो पनि नमिल्ने हो। यसमा चाहिँ अलिकति राज्य पनि उदार हुनुपर्छ कि भन्ने त्यो एक ठाउँमा छ। र